Hello everyone, welcome to my new video. आज चाहिँ म आएको छु कुवाखानी घुम्न। आज चाहिँ भाइहरुलाई मेरो घर ल्याएको अनि कुवाखानी घुम्न ल्याएको। यो चाहिँ मेरो भाइहरुलाई पनि देखाउँदैछु। यस्तो छ कुवाखानीमा चाहिँ घुम्ने मान्छेहरु, पिकनिक आउने मान्छेहरु आउँदो रहेछन्। अनि यो ब्रदरहरुलाई चाहिँ घुम्न ल्याएको। यता हिड्दै हुनुहुन्छ दुईजना भाइ अनि दाजु अनि काका। अनि यो कुवाखानीको दृश्य यस्तो छ। नाच्ने मान्छेहरु पनि हुँदो रहेछ, नाच्नेहरु पनि थियो। यहाँ भगवान हुनुहुन्छ, भगवानलाई नमस्ते गर्नुपर्छ। दाजुले नमस्ते गर्दै हुनुहुन्छ। अनि यस्तो प्रेमीको नाम लेख्दैन यस्तो हुँदैछ यहाँ चाहिँ। ला मन्दिरमा त नि लभ लभ भएछ नि त नि। घन्टी बजाउँछु भने त्यो मामु चाहिँ अक्कम चाहिँ हो पाल। गाइजहरुको बिचराहरुले मन्दिरमा यस्तो दिइरहेको होइन, उनीहरूको पनि आस्था हो नि त। हो त्यही भएर त महिलाहरुसँग पलाउँदैन, मैले माग्दिएको अझै। त्यो अर्कोको दिदीलाई बस्नै नदिने के यहाँनिर डेन्जर है सम्झिन्छ। अरू केही नभए मेरो सिस्टम चाहिँ खतरा जान्छ क्या, जहाँ सुकेको भन्छ होइन। यस्तो छ घुम्ने ठाउँहरू। यहाँ चाहिँ गफ गर्दै जाँदै हुनुहुन्छ। अझै क्यामेरा खिच्दै यस लनले चाहिँ बेल अनि यस्तो छ। अब हामी चाहिँ यो ठाउँ चाहिँ घुमिसकेर अब हामी जाँदैछौँ बेलटार बजार होइन। टोइलेटको हालत पनि यस्तो रहेछ। यो चाहिँ मेरो गाउँको घुम्ने ठाउँ। दुई ब्रदर्सहरूको चाहिँ फेरि दामी भिडियो आउँदैछ नि। ल यस्तो छ हाई एभ्रिवान। अब यति नै अहिलेको लागि। भन्दा पनि एकछिन म बाटो देखाउँछु, बाटोघाटोहरू। यस्तो छ मेरो गाउँको घुम्ने ठाउँ त राम्रै हो। यहाँ चाहिँ बस्ने चौतारी गौदा बस्ने ठाउँ। अनि हाम्रो स्कुटी चाहिँ त्यहाँ छ। यहाँ के लेखेको छ पनि थाहा छैन। ओके अब यति नै, बाई बाई।